एआई अहिले मात्र होइन, आउने दशकहरूमा हाम्रो जीवनलाई पूर्ण रूपमा बदल्ने छ। एआईले हाम्रो दैनिक जीवनलाई अझ स्मार्ट बनाउन सक्छ, जस्तो हेल्थ केयरमा रोगको अर्ली डिटेक्सन र पर्सनलाइज ट्रिटमेन्ट, एजुकेसनमा एडेप्टेटिभ लर्निङ सिस्टम जसले विद्यार्थीको स्तर अनुसार पढाउने, ट्रान्सपोर्टेसनमा सेल्फ ड्राइभिङ कार्ड जसले एक्सिडेन्ट कम गर्ने, बिजनेसमा अटोमेसन जसले इफिसियन्सी बढाउने। यी सबै सम्भावनाहरूले देखाउँछ कि एआई हाम्रो समाजमा आधारभूत संरचना परिवर्तन गर्नेछ। त्यसै टेक्निकल ट्रेन्ड्सको रूपमा कुरा गर्ने हो भने जेनेरेटिभ एआई, टेक्स्ट, इमेज, म्युजिक अनि कोड जेनेरेट गर्ने क्षमता, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ एनपीएल अर्थात् ह्युमन ल्याङ्ग्वेज बुझ्ने र ट्रान्सलेट गर्ने क्षमता, कम्प्युटर भिजन, इमेज र भिडियोबाट मिनिङ निकाल्ने क्षमता, क्वान्टम कम्प्युटिङ प्लस एआई, कम्प्लेक्स प्रब्लम सल्भ गर्ने गति एक्सपोनेन्सियल रूपमा बढ्ने। त्यस्तै इथिक्स एन्ड बायसको कुरा गर्ने हो भने एआईले फेयर डिसिजन लिनुपर्छ, त्यसैले इथिकल एआई डिजाइन महत्त्वपूर्ण छ। र अब कुरा गरौँ हामी एआईको चुनौतीहरूको बारेमा। तर भविष्यमा एआईसँग केही चुनौतीहरू पनि छन्, जस्तो कि जब डिस्प्लेसमेन्ट, अटोमेसनले केही जब रिप्लेस गर्नेछ। प्राइभेसी जस्तो डाटा सेक्युरिटी अझै ठुलो मुद्दा हुनेछ। इथिकल कन्सर्न, एआईले गलत निर्णय नलियोस् भन्ने सुनिश्चित गर्नुपर्छ। रेगुलेसन, सरकार र समाजले एआईलाई कसरी नियन्त्रित गर्ने भन्ने प्रश्न खुल्ला छ। निष्कर्षमा भन्नुपर्दा एआई भविष्यमा हाम्रो साथी बन्न पनि सक्छ र चुनौती पनि बन्न सक्छ। तर यदि हामीले यसलाई जिम्मेवारीपूर्वक प्रयोग गर्यौँ भने एआईले मानव जीवनलाई अझ सुरक्षित, स्मार्ट र क्रिएटिभ बनाउन सक्छ। सो थ्याङ्क यू सो मच फर टुडे एन्ड सी यू टुमारो।